राम 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 हरि हरि। बिन्ती गरे गुरुजीलाई स्वयं प्रभुले, बेला भयो अब गरौँ सब काम पहिले। आज्ञा हुन सुनेर प्रभुको गुरुले तुरुन्त सीता लगेर सुनाकी तै वामतर्फ राखिदिए गुरुजीले श्रुति मन्त्र साथ। श्रीराम दीक्षित भए निउराई माथ। शुद्धि भयो शरीरको गरी दान धेरै, थाले सुकार्य मखको अनि उत्तिखेरै। वेदी र मण्डपहरू ती दिशा विदिशा, श्रीखण्ड चन्दन कपुर सुरम्य धूप। सिन्दूर फूल फल उत्तम बालीदीप, सामग्री उत्तम जहाँ जति चाहिने हुन्। कम्ती थिएन सुनका सब पात्र नै छन्, जुन मुख्य मण्डप थियो हयमेध गर्ने। देख्नेहरू सकलको मन दङ्ग पर्ने, ढोकाहरू सब दिशातिर चार राख्दा। त्यसको सिगार गरी बाहिरबाट देख्दा, चारै दिशातिर सजाई ध्वजा पताका। रत्नादिभूषण लगाई ठड्याइएका, कस्तुरी चन्दन र अत्तर छर्की छर्की। पारे सुगन्धित सबैतिर वर्की फर्की, जाई जुई फुल गुलाब अनेक ल्याई। चम्पा चमेलीहरू मालतीले सजाई। राम 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 हरि हरि। रामायण सुन्नुहोस्।